चाहिँ लन्डनबाट बिहा गरेको हो हाम्रो म छु अनि हाम्रो छोराछोरी एकजना छोरी मात्र विदेश पढ्दैछ अमेरिकामा मैले पछाडि सहयोग गर्नुको लागि अनि यो सबसे ठुलो चाहिँ एकजना दुईजनाले गरेर हुँदैन हजुरहरूको सबै सल्लाह चाहिन्छ होइन सल्लाह भएर हामी भोजपुरी समाज जस्तो भोटाङ्गी समाज बनाएको छ यो भएर कस्तो बनाएको छ उनीहरू कस्तो कस्तो गरिसक्यो त्यही गर्नुहुन्छ होला भनेर सबैले हामी हात जोडेर भन्छौँ होइन हात जोडेर सबैलाई भन्छौँ तर एकजनाले गर्छु भनेर हुन्न हामी सबै एकजुट भयो भने मात्रै हुन्छौँ म पर्खेवाला थिएन किनभने त्यहाँदेखि भाइ बहिनीले गर्थ्यो तर उनीहरूको पछि मात्रै बसेको म अलिकति सहयोग हुन्छ कि उनीहरूले हेर्नुपर्छ तर हामीले मात्रै एकजनाले मात्रै गर्छु भन्नु हुँदैन जस्तो पानीहरू थोपा थोपा थप्दाखेरि भरिन्छ त्यस्तै हामी पनि सबैले सक्दो सहयोग थोपा थोपा गरेर हामी केही गर्नु पऱ्यो यसपालि यति गऱ्यौँ अर्को वर्ष चाहिँ योभन्दा भव्य गर्ने हजुरहरूलाई हामी प्रतीक्षा लिएको छौँ त्यही कारणले म चाहिँ विद्या गुरुङ हो मेरो घर काङगाङ हो तर बिहा चाहिँ मेरो दिङ्ला भएको तर म 40 सालमै काठमाडौँ आएर 29वटामा बस्छु मेरो नाम विद्या गुरुङ हो मेरो एउटै छोरी छ तर हजुरहरूलाई म धेरै टक्राउँछु कि हजुरहरूले चाहिँ एकदम सहयोग गर्नुपर्छ किन आज तपाईँहरूले यिनीहरूले गरेको रहेछ फल्न फल्न त सस्तो होइन मेरो भनेर सोध्नु पऱ्यो हजुरहरूले धेरै नसके 100 रुपियाँ भए पनि हजुरहरूले गर्नुभयो भने हामी धेरै हात जोडेर हजुरहरूलाई गर्छौँ यसमा चाहिँ एकदम आशा गरेको छौँ 4 जनाले हुनेवाला होइन यो आज 10 जना छौँ गुरुङहरूमा हाम्रो बाजे बोजूहरू अनि काका काकी बडा सबै नाता पर्नेहरूमा सर्वप्रथम चाहिँ मेरो छ्याचालो नमस्कार म चाहिँ सर्वप्रथम भन्नुपर्दा चाहिँ मेरो अध्यक्षज्यूको सहयोगमा चाहिँ कुरा सुन्दा चाहिँ भण्डे गुरुङ अनि मलाई चिन्नुहुने चाहिँ जति पनि मेरो चाहिँ पहिला पुरानो घर चाहिँ दिङ्ला काभ्रे हो दिङ्लाको एरियामा चिन्दा चाहिँ मलाई चाहिँ मेरो बोजूले प्यारो नाम राखिदिनु भएको चाहिँ गोपालले चिन्नुहुन्छ त्यस पछाडि अनि नौरानको नाम अनि स्कुलको सरको पिटाइ खाने काम चाहिँ मोहन गुरुङ हो त्यस पछाडिको कर्म गर्नेको नाम चाहिँ फेरि किरण गुरुङ हो अलि लामो छ मेरो हजुरहरू सरी है अब उनीहरूको नामले चिन्छु म हो र अनि अहिलेको म चाहिँ हामी 3 जना दाजुभाइ खालमै छौँ हामी म पनि 26 वर्ष 25 वर्ष पुरा गरेर 26 वर्षमा लाग्दासम्म चाहिँ सिङ्गापुर पुलिस फोर्स पनि जागिर गरेर आएँ हजुर त्यस पछाडि चाहिँ मेरो ससुराली भन्दा चाहिँ के अरे खोटाङ दिम्बाको लामाको छोरी अनि उहाँको नाम चाहिँ देवीदान गुरुङ हो भन्नाले देवी गुरुङ दान चाहिँ सधैँ दान दिनुपर्ने भएर मेरो श्रीमती चाहिँ मेरो परिवार भन्नुपर्दा चाहिँ यहाँ पनि दाजुभाइ दिदीबहिनीहरूमा मेरो बहिनी र भाइहरू यहाँ पनि आएको छन् र अनि मेरो चाहिँ खासै 2टा छोरा हो ठुलो छोरा चाहिँ अहिले युपीमा छ जागिर गर्छ र अनि कान्छा छोरा चाहिँ अस्ट्रेलियामा ब्याचलर गर्दैछ अर्को वर्षको आजको बुढालिन कण्ठ 9 एकता बस्ती पर्छ धन्यवाद मेरो खास उखेउली त म खोटाङ हो तर केही वर्ष 11-12 वर्ष चाहिँ भोजपुर बसेँ र मेरो ससुराली पनि भोजपुर हो त्यस कारणले कतिले मलाई चिन्नुहुन्छ कतिले चिन्नुहुन्न तर पनि म चाहिँ भण्डे गुरुङ परेँ अनि भोजपुरको विशेष गरेर पहिलो भेला गराउने संयोजक पनि परे र हाल म उपाध्यक्ष पदमा छु हजुरहरूको माया ममताले र हजुरहरूलाई सधैँ सम्झिरहने भाना भान्जा पनि परे घाइ बाउ पनि परे तपाईँहरूले भुल्नु भए पनि म सम्झिरहन्छु म बाँचुन्जेल मेरो विशेष गरेर यहाँ चिन्नुहुने त चेलीबेटी लगायत सबै मामाहरू हुनुहुन्छ फुपू लगायत सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट साथै संस्थाको तर्फबाट धेरै आभारी छौँ हामीले यो पहिलो भेला गरेको हो हजुरहरूले यो पहिलो भेलालाई सफल पारिदिनु भएको छ हामीसँग सिनियर सिटिजनहरू पनि एभाइलेबल हुनुहुन्छ बिना खानपिन पनि हाम्रो मायाले बसिरहनु भएको छ उहाँ हामीले देखिरहेछौँ र भविष्यमा पनि तपाईँहरूले आफ्नो ठाउँबाट त्यसरी नै मद्दत सहयोग गरिदिनुहुन्छ भन्ने आशा राख्दछौँ र
हामी हजुरको पछाडि फलोमै हुनेछौँ। सधैँ सुख या दुःखमा सम्झिदिनु हुन अनुरोध गर्दै बिदा हुन्छु।